हेलो साथीहरू, जिसो बराई गुड आफ्टरनुन है। म चाहिँ अब के अरे अस्तितिर फुलहरू बुन्दाखेरि चाहिँ मैले हालिदिन्थेँ है छिन्चु बुन्न। अहिले चाहिँ म अब अलिक बुन्नु पाएको थिइनँ साथीहरू है, अनि धेरै टाइम लाग्यो। अहिले म मजा बुन्दैछु साथी है। मैले चाहिँ अस्ति एकजना अब बहिनी हाम्रो है एयर होस्टेलमा गर्छ, मलाई चाहिँ उसले चाहिँ अब एउटा स्लिप भेस्ट बुनिदिनुहोस् न भन्यो है। अन्त मैले चाहिँ एउटा स्लिप भेस्ट चाहिँ मैले बुनिदिएँ हो साथीहरू है। अन्त टाइम लाग्यो है साथीहरू, यो चाहिँ भित्रबाट लाउने अरे उसले, अन्त अलिक टाइम लाग्यो हो साथीहरू। अन्त भर्खर सकेर तपाईँलाई हालिदिएँ है। फेरि है म भर्खर है सकेर है गरेँ। अन्त कालोमा हो, कालो मन परायो। अन्त फेरि अब मैले चाहिँ फेरि मच्चा पनि अरे उसलाई हो। अन्त मच्चा एकपट्टिको सकेँ है। अब एकपट्टिको सक्यो भने पनि अब एकपट्टिको बुन्दैछु। अन्त बराबर गरेर चाहिँ औँला निकाल्ने हो साथीहरू। अन्त अब तपाईँहरूलाई चाहिँ अहिले भएर हालिदिन्छु ल साथी, हेर्नुहोस् न ल तपाईँलाई है। यस्तोको अर्डरहरू आएको छ है। अन्त म त अब गोर्खे हाटमा पनि कम्ती हुँदैछ एकदमै सामानहरू लानु है। अन्त पुच्काहरू लाँदैछु, चिया झालमुरीहरू लाँदैछु, यसरी मिसाएर है। बुन्नेहरू कम्ती भएकोले गर्दामा अब अन्त मलाई चाहिँ त्यहाँ चाहिँ अस्ति भन्नुभयो सबैले। अन्त यो आजकल निक्लेको यस्तो तिनकुने स्कप निक्लेको छ अरे है। अन्त त्यस्तो ल्याउनुहोस् है भनेर भन्नुभएको छ है। अब यो मच्चा सकेर चाहिँ अब त्यस्तो बुन्छु हो साथीहरू। यसो लाइटहरू चाहिँ गरिदिँदै गर्नुहोस् तपाईँहरूले है, फलो चाहिँ गरिदिँदै गर्नुहोस् ल साथीहरू। अन्त यसो तपाईँहरूलाई पनि चाहियो भने गर्नुहोस् है। अन्त यो स्लिप भेस्ट चाहिँ फेरि अझै एउटा बुनिदिनु भनेर भन्नुहुँदैछ है। अन्त आजलाई यति नै ल साथीहरू। भर्खर नानीलाई स्कुल एक्जाम हुँदैछ है नातिनीको, अन्त भर्खर लिएर आएको। अन्त आज चाहिँ अब एकपट्टिको मच्चा बुनिसक्छु। अन्त भएर औँला निकालेर चाहिँ तपाईँहरूलाई हालिदिन्छु, पठाइदिन्छु। अन्त तपाईँहरूले पनि लाउनुहोस् न ल साथीहरू। हुन्छ, टाटा, बाई बाई।